जबदेखि इनड्राइभमा यो सिस्टम आयो नि, यो कति 95 राइड कम्प्लिट गर्यो भने तपाईँको 1660 बोनस आउँछ। यस्तो आउन थालेपछि चाहिँ यो इनड्राइभमा रेट घट्या हो क्या, ड्याङ ड्याङ रेट घटिरहेछ अहिले। तपाईँको किलोमिटरको बढी आए पनि तपाईँको 15 रुपियाँ 16 रुपियाँ जति मात्र आउँछ अहिले। पहिला भए त किलोमिटरको 20 आउँथ्यो। अब इनड्राइभले मार्केट लिइसक्यो, त्यही भएर रेट त ल्याम घटिरहेछ हौ। 12.2 किलोमिटरको तपाईँको जम्मा 200 रुपियाँ छ। टाइट यसरी इनड्राइभ गरेर त कसरी पेट पाल्नु हो केटाहरू? बाइक बनाउने कि तेल हाल्ने कि पुरै पेलिरहेछ क्या अहिले इनड्राइभले राइडरहरूलाई त। यो त कस्टमरहरूलाई मात्र फाइदा हो, राइडरहरूलाई त पुरै